त्यो पनि पार्टी केन्द्रको अफिसमाथि नै छ। डक्टर साहब यसो भनिदिनुहोस् न, पहिला पार्टी केन्द्रबाट जुन खालको चाहिँ त्यो एउटा मिडिया सोसल मिडियालाई अब्युज गरेर पब्लिकको पर्सेप्सन चेन्ज गर्ने, अराजक बन्दै जाने र त्यो भजन मण्डली जस्तो जुन एउटा बेग्लै खालको सङ्गठन बनाउने, त्यसको विपरीत बोल्यो भने बोल्नै नहुने, सोसल मिडियामा कमेन्टै राख्न नहुने, त्यही फेभर हुने कुरा मात्रै राख्यो भने ताली बजाउने, लाइक्स भ्यू बढ्ने, त्यो नगर्दाखेरि चाहिँ नि एउटा चाहिँ नि समूहले आएर अट्याक गर्ने चाहिँ नि एउटा यो नियोजित वार रुमको काम हो। जुन प्रक्रियाको लागि भनेर उठाएको पैसा हो त्यो प्रक्रिया चाहिँ हुनु पर्यो। जाँच लिन्छु भनेपछि जाँच हुनु पर्यो र त्यो जाँचको नम्बरहरू पनि सार्वजनिक हुनु पर्यो। जाँचै नलिकन तपाईँको चाहिँ रिजल्ट देखाइदिएपछि चाहिँ त्यहाँ चाहिँ मैले अपारदर्शिता र चलखेलको कुरा गरेको। पार्टी केन्द्रले सङ्गठन चाहिँदैन भनेर सङ्गठनलाई वास्तवमा लात हानेर निकालेको छ। त्यही डर भयो पार्टी छोडौँ, निष्क्रिय बनौँ। त्यो गाली गलौज जुन तपाईँले भन्नुभयो, यति धेरै गाली गलौज गर्छन् कि त्यो फेक अकाउन्ट, त्यो बटहरूबाट होइन, त्यो कतिजनाको म कहिलेकाहीँ प्रोफाइल चेक गर्छु, कसैको प्रोफाइल पनि हुँदैन कि। बालेनजीको तर्फबाट 40 जना आउनु भएको थियो, कुलमानजीबाट 14, 54, बाँकी 56 त हाम्रो थियो नि। हाम्रो 56 भित्रको त हाम्रो आफ्नो प्रक्रिया हुनु पर्थ्यो। त्यहाँभित्रका सचिवालयका केही व्यक्तिहरूलाई निकालिएका थिए, ती पनि अहिले कतिजना केन्द्रीय सदस्य भएर राष्ट्रिय स्वतन्त्र पार्टीमै आएका छन्। बालेनजी, कुलमानजी, रविजीहरूको यो समूहहरूलाई मिलाउने छलफलका कामहरू पनि त्यहाँ भएका छन्। किन यो गरियो भनेर पब्लिकली लेखेको छु, मैले पार्टीको भित्री फोरममा पनि कुरा गरेको छु। मलाई के थाहा छ भने तोसीमाजीलाई चाहिँ यो विषय उठाउँदा अर्ली इलेक्सनमा जानुपर्छ, जेनजी मुभमेन्टको कुराहरूमा हामी अलिकति संवेदनशील हुनुपर्छ भनेर एकदमै खबरदारी गरेँ। र त्यसको चाहिँ केही पनि सुनवाई हुने अवस्था नभएपछि म बाध्य भएर मैले विद्रोह पनि गरेको हो र बाँकी सङ्गठनलाई पनि झकझकाउनको लागि पनि मैले राजीनामा दिएको। समानुपातिकता प्रति व्यक्ति 50,000 को आवेदनको फी थियो र प्रत्यक्षतर्फ चाहिँ नि 25,000 आवेदन फी थियो। होइन, यसमा पार्टी केन्द्र नै जिम्मेवार छ। होइन, नाम भन्ने कुरा चाहिँ यसमा केन्द्रीय समिति सचिवालय यसमा बढी जिम्मेवार छ, किनकि यो सबै निर्णय चाहिँ पार्टीको सचिवालयले गरेको निर्णय हो। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्षतर्फका त सबै उम्मेदवार अवैध हुन्, विधानभन्दा बाहिरको सिस्टमबाट उम्मेदवार बन्नुभएको छ। सङ्गठन चाहिँदैन भनेर सङ्गठनलाई वास्तवमा लात हानेर निकालेको छ। जान्नेलाई छान्ने भन्नु बित्तिकै के हुन्छ भन्दाखेरि अलिकति योग्य मान्छे, अलिकति प्रोफेसनल मान्छे आकर्षित भइहाल्छ। सङ्गठनले काम गर्यो, अहिले अन्तिममा आएर त्यो प्रक्रिया भएन भनेपछि सङ्गठन त पुरै स्क्याम भयो। टिकट नपाएपछि त्यो जानुस् चेक गर्न अहिले नै भेट्नुहुन्छ। त्यो टिकट नपाएपछि तैँले यो कुरा उठाइस् भन्छन्। अरे बाबा, म 2 वर्ष अगाडिदेखि आवाज उठाउने व्यक्ति हुँ। मैले इलामको प्राइमेरी नगरिकन मिलन लिम्बूलाई टिकट दिँदाखेरि नै मैले भनेको थिएँ कि एउटा निर्वाचन क्षेत्रमा प्राइमेरी गर्न नसक्ने पार्टीले भोलि देशैभरि कसरी प्राइमेरी गर्छ? प्राइमेरी नगरिकन किन 25,000 रुपियाँ उठाउनु भयो? सम्पूर्ण उम्मेदवारहरूको पैसा फिर्ता हुनुपर्छ, नत्र त्यो ठगी हुन्छ भनेर मैले स्ट्याटस लेखेको थिएँ। चुनावको लागि भनेर उठाइएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट तपाईँको भुक्तानी प्राप्त भयो भन्ने रसिद पनि राखिदिएको छु। सारा उम्मेदवारले पैसा तिरेका छन्, त्यसको जवाब चाहिँ डिपी अर्यालजीले दिनुपर्छ, किनभने डिपी अर्यालजी पार्टीको उपसभापति, सचिवालय सदस्य र प्रवास विभागको प्रमुख। डायस्पोराको रिटर्न पाथवेको लागि 10% बन्द सूचीमा सुनिश्चित गरिनेछ भनेर लेखेको छ। म तपाईँहरूलाई यहाँ फोटो पनि देखाइदिन सक्छु। कुन आधारमा 5 नम्बरमा प्रवास लेखेको? जबकि प्रवासी नेपालीलाई स्क्याम गरिसक्यौँ, पैसा जति सबै उठायौँ, न्यूनतम 10% भनेको 0। यो बनाउने काम चाहिँ सहमहामन्त्री विपिन आचार्यज्यूले यही गर्नुपर्छ भनेर धेरै लबी गर्नुभयो। हामीले यो हुँदैन, यो चलखेल नगर्नुहोस् भने हो। केही कुरा हामी जस्ता मान्छेले उठायौँ, ताली बज्यो, घन्टी बज्यो, अनुमोदन भयो, विधानमा आएन। भोलिपल्ट कार्यवाहक सभापति डिपी अर्यालजीले आफ्नो पढेर अब यो हुँदैन भनिदिनु भयो। सबै पार्टीहरूको क्रियाकलाप हेरेर एकदमै इन्फर्म डिसिजन लिनु होला। यो व्हिमको पछाडि र सोसल मिडियाले भनेको फिड गरेको, बारम्बार एउटै कुरा फिड गरेको पर्सेप्सन एउटा बनाइदिइसकेको छ। त्यसबाट आफूलाई हामीले टाढा राख्न सकेनौँ भने यो चुनावको रिजल्टबाट देश गम्भीर सङ्कटमा जान्छ। प्रधानमन्त्री कार्यालयको केही अङ्गहरू चाहिँ यो नयाँ शक्तिहरू मिलाउने अभ्यासमा खुलस्त लागेको तपाईँ हामी सबैलाई थाहा छ। चित्त दुखाइ के भने सुरुवाती चरणदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रले चाहिँ आफू अनुकूल सङ्गठन बनाउन खोज्यो। अब यसको म प्रुफ तपाईँहरूलाई म यसलाई प्रस्ट्याउन चाहन्छु। तपाईँले पुरानो विधान पल्टाउनु भयो भने एक व्यक्तिको मात्र चुनाव हुन्थ्यो, सभापतिको। अनि त्यो सभापतिले सबै कार्य समिति चाहिँ टिका लाएर छान्ने चलन थियो।
त्यही क्रममा मलाई कविन्द्र बुर्लाकोटीजीले तपाईँ बागमती प्रदेशको इन्चार्ज हुनु पर्यो भन्नुभयो र मैले उहाँलाई प्रश्नसँग के भन्दै भने म एउटा लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने मान्छे भर्खरै हामीले बागमतीमा एउटा निर्वाचन प्रक्रियाबाट एकजना मान्छे जित्नु भएको छ लुम्बिनी र कहाँ सुदूरपश्चिममा थियो खबरदार उनीहरूलाई पनि हटाउनुहोस् यो राम्रो परिपाटी होइन भनेर मैले खबरदारी गरेपछि त्यो इन्चार्ज सिस्टम पनि हट्यो हामीले नमानिसकेपछि फेरि के आयो त भन्दाखेरि विधान पनि छिनछिनमा चेन्ज हुने के अब के भयो भन्दा त्यो सांसद साथीहरूलाई अलिकति इन्सेक्युरिटी फिलिङ थियो के अरे जहाँ सांसद छ उनै निर्वाचन क्षेत्रको सभापति हुने अब त्यस्तो त्यो सहमहामन्त्री रासोपाका विपिन आचार्यज्यूले यो 50 नम्बर भोटिङ गर्ने अनि 50 नम्बर चाहिँ नि यो इन्टरभ्यूहरू गर्ने प्रेजेन्टेसन गर्ने अतिरिक्त नम्बर राखेको एउटा सुरुमा जब उहाँले त्यो प्रस्ताव गर्नुभयो वैकल्पिक नम्बरहरू राख्ने भनेको त चलखेलको बाटो यो नगरौँ भनेर मैले वैशाखको राष्ट्रिय भेलामा पनि आवाज उठाएको थिएँ त्यो भेलाले यसलाई अनुमोदन गरेको थियो रूपन्देहीको बाई इलेक्सनको उम्मेदवार छनौट तपाईँहरूलाई यादै होला त्यहाँ के गरियो भन्दाखेरि धेरै मिडियाबाजी गरियो प्रेजेन्टेसनहरू गरेका इन्टरभ्यू गरेका कुराहरू देखिए तर तपाईँहरू कसैले भन्न सक्नुहुन्छ त त्यहाँ कुनै भोटिङको नम्बर या इन्टरभ्यूको नम्बर कसैले सुन्नुभयो कोभिडको बेलामा अमेरिकाको आफ्नो जागिरहरू सबै छोडेर आफ्नो देशको सेवा गर्छु भनेर म आएको थिएँ मलाई राजनीतिक अभ्यासमा इन्ट्रेस्ट भयो म नेपाली कङ्ग्रेसमा म एउटा साधारण क्रियाशील सदस्य भएर छिरेको थिएँ 1.5-2 वर्षको अन्तरालमा अधिवेशन भयो त्यसमा म आफ्नो कामले आफ्नो क्षमताले यो क्षेत्र नम्बर 5बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि बनेको थिएँ त्यही बेला मैले प्राइमेरी चुनाव हुनुपर्छ नेताको खल्तीबाट टिकटहरू बाँड्नु हुँदैन एउटा तबकालाई त्यतिखेर त्यो कुरा मन परेन र त्यति मन नपरेको हिसाबले मलाई त्यतिखेर अवैधानिक रूपबाट आम जनतासँग गरेको बाचा म चुनावपछि पनि यहीँ हुन्छु है तपाईँहरूको सुख दुःखमा भनेको चाहिँ मैले यो सचिवालय त्यो बेलादेखि मेन्टेन गरेर यहीँबाट मैले नागरिकका सुख दुःखका कुराहरू मा मैले धेरै काम गरेको छु सङ्गठन विस्तार पनि मैले यहीँबाट गरिरहेको छु